हेर्नको लागि चाहिँ लाइन यसरी लागेको छ होइन फुलकै लाग्यो वास्तवमा यो श्रीन्छ पछाडि पनि लाइन हाम्रा पनि त लाइन लाछन् यसरी यहाँ हाम्रो पनि लाइन लगाछन् यसरी लाइन लाख है फुलमा चाहिँ आज लाग्यो लाइनमा चाहिँ नि ल फुल हेर्नलाई हिँड्यो है फुल हेर्नलाई लाइन बसेको मलाई उहाँ धरानको पिण्डेश्वरीमा पिण्डेश्वरमा के अरे मन्दिर दर्शन गर्न पूजा गर्ने लाइन बसे जतिको भयो यहीँ घुमेर 4वटा लाइन चाहिँ यति Okay, yes. फुल यसरी फुलाइएको छ त म्युजिक लाइनमा को डान्स चल्दैछ सचल बसे खाना धमाधम छ Nomimono ne? Non puoi andare fino a 45 minuti prima della partenza, mi fa entrare. E gli ho detto oh shit e corre come una stronza, no? Perché sennò E allora gli ho detto oh figa, mi fa non puoi andare fino a 45 minuti prima della partenza, mi fa entrare. E gli ho detto oh shit e corre come una stronza, no? perché sennò Okay, yes. चट्टा रुमाल क्या मालुम कोटेको खल्तीमा रहेछ नि त यहाँ बडो राम्रो फुल फुलाएर वेट गर न यो त कति खिचेको खिचेको कहीँ त हेर त हेर न
त्यतिर हेलो भन न सानो हेलो भन ब्याग लिएर आउनु गएर राख्नु गएर अब फेरि यता घुरेर को आउँछ त्यो ब्याग लिन पर पुगेको मान्छे फुलबारी डाँडा काँडा फुलेको जापान है यसो छ भन्छन् के अरे काँडा फुलेको जापान शीत पहाड फुलेको छ नि त फुलको लागि लाइन हो जतासुकै लाइन छ नलने समात्नु ल स्टार्ट स्टार्ट सानो नाची नाची ल ठिक छ ल ल नाच जस्तो यसो यतिकै मठ्याको मिलाउँछ के त्यो ल ल ल ल ल तेरो चाहिँ फुल आएपछि त्यो फुल के भन्नु तपाईँ मेरो खिच्देऊ न एउटा भिडियो त्यसरी चट्टो लाएर है कस्तो खिचिँदैन मजेको मात्रै छ ल म पनि खिच्दै गर्छु नि त म पनि खिच्दै गर्छु तिमी पनि खिच्दै गर्छु फुल यसरी फुलाइएछ त होइन कसरी फुल्छ खिचौ भित्ताहरू कस्तो लाग्यो त भित्ता फुलेको साना आउनु साना साना आउनु हेलो खोइ त आयो त साना साना बाबासँग माथि गर्नु त्यतिकै आगो पनि हुनेछ ए हुनेछ त्यो टोकरी जस्तै हो त्यो भिडियो भयो त एकछिन भाइ भिजै बस्छ हाउडेमा छिर हाउडा छिर ल जाउँ जाउँ आऊ न
खोइ फोटो खिचौँ न खोइ भिडियो खिचौँ It's a beautiful flowering. Right? काँडा सबै डाँडा काँडाहरू फुलाइएको छ है यसरी फुल फुलाइएको छ कि यसरी फुल फुलाइएको छ कि यो होइन कसरी फुलाएको छ भन्ने यसरी डाँडै फुलाइदिएछ नि घाम त हजुर पछुवाले घाम ताप्दैछ नि पौडी खेल्दैछ नि पछुवाको पौडी खेलाइ हो यो मछलीहरू छन् माछाहरू चम्पी पछुवाको तालमा यो चाहिँ फुल हेर्न जानको लागि लाइन हो है यो लाइन यस्तो छ यो त्यहीसम्म लाइन छ पुरैसम्म लाइन छ यो लाइन हो फुल चाहिँ यहाँ यसरी फुलाइहाल्दैछ गाडा गाडा फुलाइहाल्छ यसरी गाडा गाडा फुल चाहिँ अब यसरी भित्ताहरू फुलाइया हुन्छ नि है रोकिहाल्नु मान्छे जान सकिँदैन यहाँ मान्छे फुल्दै हेर्नको लागि हो भने त आउनु त आहा नि भित्ता यसरी फुलाएपछि त